देऊ मायाको हातकारी दक्षिण खाली। राधे राधे साथीहरू, आज हाम्रो बुल्किङ सिरिजको डे 2 यो हाम्रो टोटल 50 डे अफ बुल्किङ सिरिजको डे 2 मा स्वागत छ हजुरहरूलाई। र आज चाहिँ म ट्रेकिङको लागि देख्न सक्नुहुन्छ यस बाटोमा पछि बाटोमा आएको छु। पुल गर्दा मसल ब्लेम गर्ने अनि फ्याटलाई चाहिँ लस गर्ने टार्गेट राखेको देख्न सक्नुहुन्छ। उकालो चाहिँ लास्टै उकालो छ है, तर पनि के गर्नु, कम्प्लिट गर्दै गरौँ। र हामी यहाँ थोरै रनिङलाई पनि एड चाहिँ गर्नेछौँ। यस्तो उकालो बाटो छ। बुल्किङ भनेको चाहिँ च्यालेन्जिङ द नेचर हो क्या, नेचरलाई च्यालेन्ज गर्नु चाहिँ बुल्किङ हो। र हेरौँ कतिसम्म च्यालेन्ज गर्न म सक्षम हुन्छु है। बुल्किङ नेचरलाई नै टक्कर दिनुपर्ने कुरो हो। म चाहिँ अहिले एकदमै बढी खाना कन्ज्युम गर्दैछु, कार्बोहाइड्रेट कन्ज्युम गर्छु है। आज चाहिँ हाम्रो यो बुल्किङ सिरिजको डे 2 मा चाहिँ अलिकति सानो अपवाद परेको छ। म चाहिँ यहाँ जन्ती जानुपर्ने हो, देख्न सक्नुहुन्छ हाम्रो टोली चाहिँ यत्रो टोलीका साथ जन्ती गइँदैछ। तर पनि सिरिज चाहिँ हाम्रो स्टप हुँदैन है, जस्तै अवरोधमा पनि कन्टिन्युटी म दिइरहेको छु। जन्ती गइँदैछ तैपनि मैले चाहिँ प्रोपर रुल्स रेगुलेसन चाहिँ फलो गरिरहेको छु। बुल्किङ भनेको मैले भनिसकेको छु नेचरको लागि टक्कर दिने कुरो हो, त्यही भएर सजिलो हुँदैन। तर असजिलो भए पनि कन्टिन्युटी त मेरो हुन्छ है, देख्न सक्नुहुन्छ। र आज मैले बिहानको वर्कआउटमा रनिङ, हनुमान दण्ड, हिन्दू पुसअप्स लगायतका सम्पूर्ण एक्सर्साइजहरू गरिसकेको छु। र अहिले भनेको मेरो बेलुकाको वर्कआउट गर्ने टाइम भइसकेको छैन। डाइट चाहिँ यस्तो छ है। तिम्रो लागि मै भइछु भारी पियारी, अझै आएको छु दुखेर पियारी, तिमीलाई पाउने सपना बोक